नमस्ते अङ्कल, नमस्ते। के गरेर बसिरहनु भएको? पुरा सोचेर बसिरहनु भएको छ, दिनभन्दा बसिरहनु भएको छ त। नमस्ते नानी, नमस्ते। के गर्नु नि नानी, औषधि खाने समय बिर्सिएर त्यसै हेरेर टोलाएर बसिरहेको छ। आउन नानी, बस। त्यही त अङ्कल बिरामी हुनु भएको छ रे भनेर सुनेको थिएँ मैले नि, त्यही भएर भेट्न आएको। यही त नानी, मलाई त सुगर पनि छ, प्रेसर पनि छ, कोलेस्ट्रोल पनि छ, औषधि धेरै छ। कुन कति बेला खाने भनेरै भुसुकै बिर्यो नानी। म त त्यसैले त म त दाङ्ग पऱ्यो बसिरहेको छु नानी। ज्यानमा धेरै रोग बस्यो नानी। मेरो त के भयो शरीरले नसक्ने भयो नानी। यस्तो छ मेरो बेला नानी अहिले। त्यही त कति धेरै औषधि अनि सँगसँगै फेरि त्यहाँ कति धेरै चाउचाउ बिस्कुट लिएर बस्नु भएको छ। त्यो चाउचाउ बिस्कुट चाहिँ के को लागि हो? के गर्ने नानी, कहिले डाक्टरले खाना कति खा भन्छ, कहिले अगाडि खा भन्छ। खानाको टाइम हुँदैन नानी, बेलामा बन्दैन खाना। केटीकेटीहरू बेलैमा बाहिर निस्किन्छ। त्यसैले यो कहिले चाउचाउ खाएर खान्छ नानी म, कहिले बिस्कुट खान्छ मुला। यस्तो छ, त्यसैले हो नानी यो मेरो। हेर अङ्कलको बुद्धि, दिनभरि पिँढीमै देख्छु, बाहिरतिर घुम्नु पनि छैन, एक्सर्साइज केही छैन, अनि जङ्क फुड त्यो माथि पनि, अनि औषधि धेरै हुँदैन त यसरी? के गर्नु नानी, कोही छैन, साथीभाइ पनि छैन, केटीकेटी पनि ज्ञानै जान्छ। खाना टाइममा हुँदैन नानी। ए अङ्कल, अनि समय मिलेन भनेर बिसे खानु त भएन नि। बरु तपाईँलाई त्यस्तै खानपिनको त्यति ज्ञान छैन भने बरु डायट एन्ड डिजिज म्यानेजमेन्ट प्रोग्राममा जानुहोस्। त्यहाँ त तपाईँको सबै समस्या बुझेर कतिखेर खाने, के खाने सबै सिकाइन्छ। ए हो र नानी, त्यो कहाँ छ त? त्यो कसले चलाउँछ त त्यो कार्यक्रम? यो मेडम्याक्स प्राइभेट लिमिटेड भन्ने कम्पनीले सञ्चालन गर्दैछ के। अनि उहाँहरूले चाहिँ विभिन्न ठाउँहरूमा यस्तो कार्यक्रम, यो डाइट एन्ड डिजिज म्यानेजमेन्ट कार्यक्रम गरिरहनु भएको हुन्छ। तपाईँलाई नि कहिलेकाहीँ नजिकै पर्ने ठाउँमा पनि पढ्न सक्छ, आफूलाई पाइक परेको ठाउँमा पनि जान सक्नुहुन्छ। नभए चाहिँ मेडम्याक्सकै अफिसमा गएर पनि हजुरले यो लिन सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। त्यो कहाँ छ त नानी? अलि राम्रो ठेगाना बताइदेऊ न। यो मेडम्याक्स प्राइभेट लिमिटेड कम्पनी माछा पोखरीको बुद्ध मलको 2nd फ्लोरमा छ। यसको यो ठेगानाहरू सबै म हजुरलाई टिपाइदिन्छु, मजाले टिप्नु होला है। ए नानी, लु म अफिसमै गएर त्यो कार्यक्रमको क्लास लिन्छ नानी। लु धन्यवाद नानीलाई, है त। लु नभन्दै